हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार छ। मेरो युट्युब च्यानलमा जोडिनुहुने सम्पूर्ण साथीहरूलाई नमस्कार। भनेदेखि म चाहिँ आज झिल घुम्न आइरहेको छु अनि मेरो युट्युब च्यानलमा धेरै दिन भयो भिडियो पनि नहालेको हैन। त्यति साह्रो फुल भिडियोहरू त बनाउन आउँदैन र पनि कहिले कहिले यस्तो भिडियो हाल्ने गरेको छु। सम्पूर्ण साथीहरूले हेरेर लाइक कमेन्ट गरेर सहयोग गरिदिनु होला है। सुरुमा अब सानो युट्युबर साथीहरूलाई सबैले सहयोग गरिदिनु होला। हामी चाहिँ यहाँ झिल घुम्न आएको छौँ। सम्पूर्ण साथीहरूलाई म चाहिँ झिल देखाउन गइरहेको छु भन्दा पनि अब चाहिँ लास्टमा आइपुगेको छौँ हामी र पनि म देखाउने प्रयास गरिरहेको छु। आज हामी चाहिँ नानीहरू अनि मेरो बहिनी अनि बहिनीको छोरीलाई घुमाउन लिएर आएको छु है गाइस। मेरो चाहिँ सानो नानी भएको कारण पनि र मलाई भिडियो बनाउन नआएको कारण पनि म चाहिँ खासै त्यति साह्रो भिडियो ल्याइराख्दिनँ र पनि कहिले कहिले यसो भिडियोहरू अपलोड गर्ने गरेको छु। ल साथीहरू, कस्तो लाग्यो त आज झिल घुम्नु आउँदाखेरि? धेरै राम्रो रमाइलो ठाउँ रहेछ। यहाँ नाउ पनि रहेछ, धेरै लप्पानाहरूको खेल्ने ठाउँ, टिङ आदि इत्यादि सबै, झोलुङ्गे पुलहरू सबै छ, रमाइलो छ। तपाईहरु पनि आइदिनु होला। नघुमेको साथीभाइहरू फेरि आइदिनु होला घुम्नु, रमाइलो लाग्यो। ल साथीहरू, तपाईहरु पनि को आउनु भएको छैन आइदिनु होला हाम्रो ठाउँको रमणीय ठाउँ। बोल्नु पनि आउँदैन हौ। छिटो आउनु है मेरो छोरीहरू चाहिँ यहाँ हेर्नु है गाइस, आफै हिँड्दैछ। नसमात्नु अरे नि त। ल आउनु हाई भनिदिनु न। हाई गाइस भनिदिनु त। हेलो गाइस भनिदिनु। लभ यु भन्नु। तिमी पनि भन्नु सानो, हाई भन्दियो। मामा भनिदिनु त। के छ भनिदिनु। सबैजनामा नमस्कार भनिदिनु त। नमस्ते। भाइ साथीहरू, यो चाहिँ 5 जना शहीद भएको ठाउँ होइन। यहाँनिर चाहिँ यहाँनिर मूर्ति पनि छ। आउनु यता